यदि तपाईले यस्ता केही कुरा कसैलाई भन्नुहुन्न र आफैसँग मात्र राख्नुहुन्छ भने तपाई आफ्नो जीवनमा सफल मात्र हुनुहुन्न, धोका, विभिन्न समस्या र खतराहरूबाट पनि बच्न सक्नुहुनेछ। आचार्य चाणक्यका अनुसार कतिपय कुराहरू यस्ता छन् जसलाई हामीले हमेशा गुप्त नै राख्नुपर्दछ। कुनै कुरा यस्ता हुन्छन् जुन कुराहरू अरूलाई भनेर तपाईलाई घाटा हुन्छ। भनिएका सबै कुराले घाटा पुर्याउँदैनन्, तर केही कुराले भने नोक्सान नै गर्नेछन्। जो नजिक छन्, जो आफ्ना हुन्, जोसँग मन मिल्छ अथवा जो जससँग भेटघाट भइरहन्छ, हामीले दैनिक जीवनमा विभिन्न व्यक्तिहरूसँग कुरा गरिरहेका हुन्छौँ। स्वाभाविक हो कि उनीहरूसँग हाम्रो धेरै कुराहरू भइरहेका हुन्छन्। यसमा हामीलाई ध्यान नै हुँदैन कि हामीले कुन कुरा भन्नुहुन्छ र कुन कुरा भन्नु हुँदैन। यस्तैमा हामी यी सब कुराहरू पनि भनिदिन्छौँ जुन हामीले भन्नु हुँदैन, र यही गल्तीको कारणले पछि गएर हामीले धेरै नोक्सानी भोग्नुपर्ने हुन्छ र पश्चाताप मात्र रहने गर्छ। आचार्य चाणक्यका अनुसार व्यक्तिले आफ्नो निजी जीवनसँग जोडिएका केही यस्ता कुराहरू अरू व्यक्तिसँग कहिल्यै पनि साझा गर्नु हुँदैन, चाहे ऊ जतिसुकै नजिकको किन नहोस्। आजको भिडियोमा यस्ता 9 कुराहरूको बारेमा बताउँदैछु जसलाई तपाईले अरूसँग नभनेकै धेरै राम्रो हुन्छ, र यो ज्ञानले तपाईलाई सुरक्षित र जीवनलाई सफल बनाउन सक्छ। आउनुहोस् सुरु गरौँ। नम्बर 1, आफ्नो अपमानको कुरा। यदि कसैले तपाईलाई अपमान गरेको छ, सार्वजनिक रूपमै तपाईको अपमान भइरहेको छ भने त्यसको अवश्य प्रतिकार गर्नुहोस्। तर पनि मान्छेले कहीँ न कतै कुनै कारणवश अपमान झेल्नु पर्दछ। अपमानलाई दिमागमा धेरै दिनसम्म नपाल्नुहोस्, तर यसमाथि भने विचार गर्नुहोस् कि अर्को पटक यस्तो काम कसैबाट नहोस्। यो पनि याद राख्नुहोस् कि यदि तपाईले आफ्नो अपमानलाई अरूहरूको सामु प्रचार गर्नुहुन्छ, ती मान्छेहरूले पनि फेरि तपाईलाई अपमान गर्न थाल्नेछन्, किनकि मान्छेहरूले तपाईसँग सहानुभूति राख्ने छैनन्। जो व्यक्तिले कसैबाट सहानुभूति लिन चाहन्छ उसैले आफ्नो अपमानको बारेमा अरूसँग चर्चा गरिरहेको हुन्छ। जुन ठाउँमा तपाईँ अपमान हुनुहुन्छ र जो व्यक्तिबाट तपाईँ अपमानित हुनुहुन्छ, यसको सिधा अर्थ यो पनि हो कि अब त्यो ठाउँ र व्यक्तिसँग तपाईको सम्बन्ध सुमधुर छैन। अब यही कमजोरीलाई टेकेर अब तपाईलाई दिन पर्खेर बसेकाहरूले झनै कमजोर बनाउन सुरु गर्नेछन्, किनकि अब उनीहरूलाई थाहा छ कि को व्यक्तिसँग र कुन ठाउँमा तपाईको सम्बन्ध राम्रो छैन। त्यही व्यक्ति र तपाईँ बीचमा अब उनीहरूले आफ्नो खेल खेल्न थाल्नेछन्। त्यसैले आफ्नो अपमानको कुरा भुलेर पनि कसैसँग साझा नगर्नुहोस्। 2, घर परिवारको कुरा। जीवनमा हरेक व्यक्तिको घरमा केही न केही समस्या हुनु स्वाभाविक हो, तर यी समस्याहरूलाई सार्वजनिक गर्नु खतरनाक हुन सक्छ। आचार्य चाणक्यको मत छ कि घर परिवारको कुरा यस्तो हुन्छ जुन घरभित्र नै रहनु पर्दछ। जो व्यक्तिले आफ्नो घर परिवारको मामलाका कुरा अरूसँग बाँड्दै हिँड्छन् उनीहरू पछि गएर धेरै पछुताउँछन्। यस्ता धेरै मान्छेहरू हुन्छन् जसले आफ्नो घर परिवारको सबै कुरा आफ्नो साथी, आफन्त या कोही परिचितसँग सेयर गरिरहन्छन्। यस्ता मान्छेहरू पछि गएर धेरै पछुताउँछन्। आफ्नो घरको नराम्रो राज अरूलाई बताउँदै हिँड्नु आफै कमजोर हुनु हो। तर व्यक्ति यस्ता पनि हुन्छन् आफ्नो घरको बारेमा बढाई चढाई गरेर राम्रो पनि भनिदिन्छन्। उनीहरूलाई लाग्छ कि यसो गर्नाले सुन्नेहरूले राम्रो मान्छन्, तर यसो होइन। यस्तो बानीले बिस्तारै तपाईको सामाजिक जीवनमा समस्या निम्तिनेछ। मान्छेहरू यति पनि सोझा हुँदैनन् कि तपाईको सबै कुरा पत्याइदिने, त्यसपछि तपाईलाई भए नभएको कुरा गर्ने
र नभएको बढाइ चढाइ गर्ने मान्छेको रूपमा चिनिन थालिन्छ। यसले तपाईँकै सामाजिक छवि धमिलो हुन्छ। यति मात्र होइन, घरका सदस्यमा आपसी मनमुटाव र अविश्वास पैदा हुने गर्छ। घरको कुरा घरमै राख्नाले जीवन सुखमय बन्छ। सानातिना समस्याहरू हरेक घरमा चलिरहेका हुन्छन्। समाजका मानिसहरू प्राय अरूको समस्याको मजाक उडाउँछन् र उनीहरूको कमजोरीको फाइदा उठाउने प्रयास गर्छन्। यदि तपाईँका शत्रुलाई तपाईँको व्यक्तिगत समस्याको बारेमा थाहा भयो भने तिनीहरूले यसलाई तपाईँको विरुद्धमा प्रयोग गर्नेछन्। तपाईँले आफ्नो परिवारको कुरा हमेसा गुप्त राख्नुहोस्, अन्यथा सुन्नेहरू त मज्जा लिएर पछि सर्नेछन्, तर तपाईँ जिन्दगीभर पछुताउनुहुनेछ। तपाईँले कसैसँग समाधान चाहनुहुन्छ भने यो कुरा सधैँ याद राख्नुहोला। तपाईँको समस्याको कुरा सुने पनि यहाँ धेरै सुन्ने मान्छेहरूलाई त्यसको समाधानमा कुनै सरोकार नै हुँदैन। भिडियो अन्तिमसम्म सुन्नुहोला। यदि मन पर्यो भने लाइक, कमेन्ट, सेयर अवश्य गर्नुहोला। साथै सुदीप गेवाली च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गर्नुहोस्, ताकि मेरो नयाँ भिडियो सबैभन्दा पहिले तपाईँसम्म पुगोस्। आचार्य चाणक्यले यस्ता धेरै कुरा बताउनु भएको छ जसलाई हामीले जथाभावी रूपमा अरूसँग साझा गर्नु हुँदैन। जथाभावी अरूसँग भन्ने गरिन्छ भने यसको परिणाम पछि गएर पछुताउनु बाहेक अरू केही रहने छैन। नम्बर 3, आफ्नो अतीतको गल्ती। अतीतमा आफूले गरेको गल्तीको बारेमा अरूलाई नबताउनुहोस्, किनकि तपाईँलाई पनि थाहा छ कि ती गल्तीलाई पुरै मेटाउन सकिँदैन। त्यसकारण अरूलाई भन्दै हिँडेर पनि केही फाइदा छैन। तर यदि तपाईँले आफ्नो अँध्यारो पक्षलाई दुनियाँको अगाडि राख्नुहुन्छ, यसबाट कुनै पनि व्यक्तिभित्र तपाईँप्रतिको नकारात्मक सोच बनिरहनेछ र कतै न कतै सधैँ उसले तपाईँलाई यही नजरले नै हेर्नेछ र त्यही कुरा उसले अरूहरूलाई पनि भन्दै हिँड्नेछ, जसले गर्दा समाजमा नै तपाईँको छवि खराब हुनेछ। 4, आफ्नो आम्दानीको कुरा। मान्छेहरूले जान्न चाहन्छन् कि तपाईँ कति कमाउनुहुन्छ। पैसा एउटा महत्त्वपूर्ण स्रोत हो, तर यसको बारेमा खुलेर कुरा गर्दा धेरै जोखिमहरू हुन सक्छन्। यदि तपाईँले सिधा बताउनुहुन्न भने मान्छेहरूले अन्य तरिकाले पुछपाछ गरेर अनुमान लगाउन थाल्दछन्। यदि तपाईँले आफ्नो आम्दानीको विवरण अरूलाई भन्नुहुन्छ भने अब उनीहरूलाई जरुरत पर्दछ, तब सबैभन्दा पहिले तपाईँकै याद आउनेछ, किनकि उनीहरूले सोच्छन् कि तपाईँको आम्दानी धेरै राम्रो छ। यदि कुनै कारणवश तपाईँले पैसा दिन पाउनु भएन भने यसले नै एक मतभेद पैदा गरिदिनेछ, किनकि मान्छेहरूले यही सोच्नेछन् कि तपाईँसँग पैसा हुँदाहुँदै पनि तपाईँले दिन चाहनु भएन। अर्कोतर्फ यदि तपाईँको आम्दानी कम छ भने मान्छेहरूले तपाईँको मजाक उडाउनेछन्। तपाईँले जति सक्नुहुन्छ आफ्नो धनको कुरालाई गोपनीय राख्नुहोस्, यो तपाईँका लागि नै राम्रो हुनेछ। यो मात्र कारण होइन कि मान्छेहरूले तपाईँसँग सापट्टी माग्नेछन् र फिर्ता गर्ने छैनन्, यसका अरू पनि कारण छन्। धनलाई आफ्ना परिचित या आफन्तसँग गोप्य राख्ने नै सल्लाह दिने गरिन्छ, तर एक कुराको ध्यान राख्नुहोला। यदि तपाईँले यो कुरालाई आफ्नो पत्नीसँग पनि लुकाउनुहुन्छ भने त्यही धन तपाईँका लागि दुःखदायक साबित हुनेछ। त्यसैले यस विषयमा तपाईँले सोच विचार गर्नुहोला। आफ्नो श्रीमतीबाट कहिल्यै पनि केही चिज पनि लुकाउनु हुँदैन। त्यसकारण आम्दानीको सबै कुरा अरूलाई बताउँदा यसले चोरी, ठगी वा पैसाको अनावश्यक माग जस्ता समस्याहरू निम्त्याउन सक्छ। त्यसैले पैसा र सम्पत्तिको बारेमा कुरा गर्दा होशियार हुनुपर्छ र यसलाई गोप्य राख्नु बुद्धिमानी हुन्छ। 5, आफ्नो कमजोरी र तागतको कुरा। यो पनि कसैलाई नभन्नुहोस्। धेरै मान्छेहरूलाई आफ्नो कमजोरी र आफ्नो तागतको बारेमा यकिन थाहा नै हुँदैन। यदि तपाईँलाई आफ्नो कमजोरी र आफ्नो तागत थाहा छ भने यसलाई अरू कसैसँग साझा नगर्नुहोस्, किनकि तपाईँको कमजोरी अरूलाई थाहा भयो भने
मान्छेहरूले तपाईँलाई कमजोर सम्झेर गलत व्यवहार गर्न लाग्नेछन्। तपाईँको मूल्य कम सम्झिनेछन् र तपाईँलाई मानसिक रूपले दबाउन पनि लाग्नेछन्। उनीहरूले तपाईँको कमजोरीको हर समय फाइदा उठाउन लाग्नेछन् र यदि तपाईँको तागत उनीहरूलाई थाहा भयो भने त्यही तागत फेरि तपाईँको कमजोरी बन्नेछ। किनकि मान्छेहरूलाई एकचोटि तपाईँको तागत थाहा भयो भने उनीहरूले कुनै न कुनै प्रकारले तपाईँको तागतलाई तोड्ने प्रयास गर्नेछन् ताकि परास्त गर्न सकियोस्। त्यसैले सावधान रहनुहोस् र यी कुराको बारेमा कसैलाई थाहा हुन नदिनुहोस्। 6. भविष्यको रणनीतिको कुरा। तपाईँले आफ्नो भविष्यको रणनीतिको कुरा सबैलाई साझा नगर्नुहोस्। यदि तपाईँले आफ्नो योजना र लक्ष्यहरू अरूलाई प्रकट गर्नुभयो भने सम्झिनुहोस् तपाईँले धेरै प्रकारका खतराहरूलाई निम्त्याउँदै हुनुहुन्छ। प्रतिस्पर्धा अथवा कुनै पनि योजनामा मानिसहरूले तपाईँको योजनालाई विफल पार्ने प्रयास गर्न सक्छन्। केही मानिसहरूले तपाईँको विचारहरूको नक्कल पनि गर्न सक्छन् र तपाईँभन्दा अगाडि सफलता हासिल गर्न सक्छन्। तपाईँले भविष्यमा गर्ने रणनीतिको बारेमा पनि कसैलाई बताउनु हुँदैन, किनकि यदि तपाईँ त्यो काममा सफल हुनु भएन भने मौका कुरेर बसेकाहरूले हरेक ठाउँमा तपाईँको मजाक उडाउनेछन् र जो मान्छेहरू तपाईँलाई मन पराउँदैनन् या तपाईँसँग जल्दछन् ती मान्छेहरूले तपाईँको भविष्यको रणनीतिलाई बिगारिदिने कोसिस गर्नेछन्। त्यसकारण यी कुरालाई सधैँ गोप्य नै राख्नुहोस्। 7. आफ्नो समस्या र दुःखको कुरा। आचार्य चाणक्य भन्नुहुन्छ कि कहिल्यै पनि आफ्नो दुःखको बारेमा अरूलाई जथाभावी रूपमा भन्दै हिँड्नु हुँदैन। यदि तपाईँले आफ्नो दुःखलाई अन्धाधुन्ध भन्दै हिँड्नुहुन्छ भने त्यसैलाई तपाईँको मजाक बनाइनेछ या फेरि तपाईँको फाइदा पनि उठाउन थालिनेछ। समाजमा यस्ता धेरै मान्छे पनि हुन्छन् जो अगाडि त राम्रै देखिन्छन् तर वास्तवमा तपाईँको मनको पीडा व्यथा सुनेर खुसी भइरहेका हुन्छन् र यसैको मौकाको फाइदा उठाउने बारेमा सोच्दछन्। त्यसैले कतिपय दुःखलाई आफैमा सीमित राख्नुमा नै तपाईँको भलाइ हुनेछ। 8. आफ्नो मनको कुरा। मनमा धेरै यस्ता कुराहरू हुन्छन् जसलाई सबै सामु जगजाहेर गरेर आफ्नै वरिपरि सङ्कट खडा गर्न सकिन्छ। मनमा हजारौं विचारहरू उत्पन्न हुन्छन्। हुनसक्छ कि तपाईँको मनमा कुनै कुरालाई लिएर अफसोस छ, क्रोध छ, फ्रस्ट्रेसन छ या घृणा छ, तर बुद्धिमान मनुष्यले मात्र तिनै विचारहरूलाई व्यक्त गर्दछ जो उसको हितमा हुने गर्दछ। तर सत्य त यो हो कि यस्ता प्रकारका कुराहरूलाई सार्वजनिक गरेर मान्छेहरूले तपाईँमाथि एउटा राय बनाउन सुरु गर्नेछन् र उनीहरूले तपाईँका राम्रा कुराहरूलाई सुन्ने छैनन्, बस तपाईँको त्यो रिस र फ्रस्ट्रेसनकै चर्चा गर्न थाल्नेछन्। तपाईँको 100वटा राम्रा कामहरू मनको एउटा विकारका अगाडि कमजोर बन्नेछन्। त्यसैले आफ्नो मनमा आउने सबै कुराहरू सबैको सामु जगजाहेर गर्दै नहिँड्नुहोला। 9. दान पुण्यको कुरा। कतिपय मान्छेहरू यस्ता हुन्छन् जसले कसैलाई केही न केही दान गरिसकेपछि अथवा केही पुण्यको काम गरिसकेपछि त्यसको बारेमा सबैलाई भन्न रुचाउँछन्। यस्ता मान्छेहरूलाई पुण्य गरिसकेपछि पनि त्यसको फल कहिल्यै मिल्दैन। तपाईँले जे पनि दान गर्नुभयो या फेरि कुनै पुण्यको काम गर्नुभयो, यदि तपाईँले त्यसलाई गोप्य राख्नुहुन्छ भने तब मात्र त्यसको पूरा लाभ तपाईँले पाउन सक्नुहुन्छ। गोपनीय दान देवताहरूको नजरमा हुन्छ र जुन दानको बखान गरिन्छ त्यसको फल निष्फल हुन जान्छ। यदि तपाईँले मन्दिरमा दान दिनुहोस् या कोही गरिबलाई भोजन गराउनुहोस् या कुनै पनि प्रकारको पुण्य कार्य गर्नुहोस्, त्यसको बारेमा कहिल्यै पनि आफ्नै मुखबाट बखान गर्दै नहिँड्नुहोस्। यदि यस्तो बखान तपाईँले कसैसँग गरिदिनु भयो भने बुझ्नुहोस् तपाईँको पुण्य खारेज भयो। र यसका अलावा आचार्य चाणक्यले यो पनि बताउनु भएको छ कि हामीले गल्तीले पनि आफ्नो दुःखको बारेमा या कुनै गुप्त राजको बारेमा जथाभावी रूपमा अरूलाई बताउनु हुँदैन। यसो गर्नु तपाईँका लागि
धेरै घातक साबित हुन सक्छ, किनकि विपरीत परिस्थितिहरूमा या मित्रता छुटेपछि तपाईको सबै राजका कुराहरू सार्वजनिक हुन सक्छ र मान्छेहरूको बीचमा तपाईँ मजाकको पात्र बन्न सक्नुहुन्छ, जुन दुःखबाट अत्यधिक दुःख महसुस हुन्छ। त्यसकारण भुलेर पनि यी कुराहरू कसैलाई नभन्नुहोस्। बुद्धिमान व्यक्तिले यी कुराहरू कसैलाई भन्दै हिँड्दैनन्। भिडियो कस्तो लाग्यो? राम्रो लाग्यो भने लाइक, कमेन्ट, सेयर अवश्य गर्नुहोला। साथै सुदीप गेवाली च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै गर्नुहोस्। अर्को नयाँ भिडियोसम्मका लागि धन्यवाद।